र दुवै टोली खेल मैदानभित्र प्रवेश गरिसकेको छ। साउन्ड छैन त लेख्नुहुन्छ। म्युजिक कपिराइट लाग्ने गर्दाखेरि हामीले साउन्डलाई म्युट गरेका थियौँ, त्यस कारणले हो। र फिफा एन्थम साउन्ड तपाईँलाई अन गरेर छोड्यो भने कपिराइट लाग्ने गर्छ, त्यस कारणले हामीले माइकलाई अफ गरेका थियौँ। मध्यभागमा दुवै टोलीका क्याप्टेनहरू र रेफ्री बीच हामी देखिरहेका छौँ स्क्रिनमा। र पुरुषतर्फको फाइनल खेल सायद 1:30 बजेबाट सुचारू रहनेछ। सम्पूर्ण दर्शक दीर्घहरू तपाईँले जोडिनुहोस्, यो प्रत्यक्ष प्रसारणमा आउनुहोस्, रमाइलो गर्नुहोस्, गफ गफ गर्दै खेलको मजा लिनुहोस्। सुमित्रा राई पनि हेर्दै हुनुहुन्छ, सिन्जु पनि हेर्दै हुनुहुन्छ। कति ढिलो स्टार्ट गरेको लेख्नुहुन्छ। अन्तिम समयसम्म हेरेर साथ दिनुहोला सम्पूर्ण दर्शक दीर्घहरू। र हामी देख्न सक्छौँ दुवै टोलीबाट खेलाडीको नामावली। सुम्निमा एफसी चैनपुर 9 बाट हामी देख्न सक्छौँ सुस्मिता राई, जसमा 22 का कप्तान टिम कप्तान छन्। जसमा 20 का शर्मिला तामाङ गोलकिपर। जसमा 11 मा रहेका छन् मनिषा राई। जसमा 17 का अनुषा राई। जसमा 7 का सलिना राई। जसमा 4 का सोनिका राई। जसमा 19 का ओप्साना तामाङ। जसमा 9 का जेनिसा तामाङ। जसमा 12 का अनु राई र जसमा 8 का श्रेया लिम्बू र अतिरिक्त खेलाडीमा जसमा 15 का अञ्जना याका रहेको छ। र किरण ज्योतिबाट हामी देख्न सक्छौँ रातो कलरको जर्सीमा उपस्थित रहेका छन्। जर्सी नम्बर 15 का सङ्गीता पाण्डे। जसमा 14 का सोनु राई। जसमा 11 का सोनी राई र जसमा 32 का कमला जिमी। जसमा 13 का सोनिका राउत। जसमा 1 का योना जिमी गोलरक्षक। जसमा 7 का गङ्गा जिमी कप्तान। जसमा 12 का निरा राई। जसमा 4 का जमुना जिमी। जसमा 2 का रेजिना पाण्डे र जसमा 8 का क्रिस्टी। दुवै टोली तयारी अवस्थामा रहेका छन्। सिन्जु लेख्नुहुन्छ, म चाहिँ कमेन्ट्री भाइको बिग फ्यान है लेख्नुहुन्छ। अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। शुभ खालिङ पनि हेर्दै हुनुहुन्छ। युगल सौम्य हाङ याक्का त्यस्तो पो हजुर लेख्नुहुन्छ। र इन्टरनेटले साथ दिइरहेको छैन हामीलाई। इन्टरनेटमा समस्या बनेको छ, त्यति राम्रो इन्टरनेट बनिरहेको छैन। र यो पहिलो किकअपको लागि घरेलु टोली किरण ज्योति युवा क्लब, महिला टोली किकअपको लागि तयारी अवस्थामा रहेका छन्। र यो विशाल सँगसँगै पहिलाको खेल सुचारू बनिसकेको छ। दुवै टोली अब मैदानमा गम्सा गम्सी प्रतिस्पर्धा गर्नेछन्। ओहो, साइड स्विच गर्न चाहन्थे। सुरुवाती समय त्यहाँ सुम्निमाको लागि अवसर बन्न सक्छ। चान्स अनुसा, अझै पनि बलमा अनुसा रहेका छन्। ओहो, यसो ट्राई गर्ने कोसिस गरिरहेका छन्। निकै गम्सा गम्सी चलिरहेको छ सुरुवाती समयबाट हामी हेरिरहेका छौँ। सुरुवाती समय हो, खेलको 23औं मिनटमा अट्याकमा रहेको छ सुम्निमा फुटबल क्लब। ओहो, निकै टाइट मार्क गर्दै ओ किरण ज्योति युवा क्लब अग्रपङ्क्तिमा खेल्ने कोसिस गरिरहेका थिए। निकै टाइट मार्क गरिरहेका छन्। ओहो, रन बनाउने कोसिसमा त्यहाँ जर्सी नम्बर 15 मा सङ्गीता पाण्डे रन बनाउने कोसिस गरिरहेका थिए। सङ्गीता पाण्डे मध्यभागमा अवसर बन्न सक्छ त्यहाँ। ओहो, निकै गम्सा गम्सी चलिरहेको छ दुवै टोलीबाट हामी देखिरहेका छौँ। सुरुवाती समयबाट नै सङ्गीता पाण्डे यो राइट ह्यान्ड साइडमा सङ्गीता यो चान्स बन्न सक्छ किरण ज्योतिको लागि। घरेलु टोली आज घरेलु मैदानमा पाहुना टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ हामी देखिरहेका छौँ।
रातो कलरको जर्सीमा किरण ज्योति युवा क्लब उपस्थित रहेको छ। तर हामी स्कोर बोर्डमा पनि तपाईँलाई देखाइरहेका छौँ, यो कलर प्लेट हामी देखिरहेका छौँ, तपाईँलाई हामी देखाइदिइरहेका छौँ स्कोर बोर्डमा पनि। ओ लभली 1-2-1 खेल्न चाहेका थिए तर त्यति राम्रो तालमेल पनि मिलिरहेको छैन। यो चान्स बन्न सक्छ त्यहाँ। खुङडु शेर्पा जर्सी नम्बर 10 मा उपस्थित रहेका छन्। र तपाईँहरूमा आज अडियो क्वालिटी भिडियो क्वालिटी पनि कस्तो आइरहेको छ त्यो पनि कमेन्ट बक्समा हामीलाई जानकारी दिन सक्नुहुनेछ। मनिषा राय त्यो रन बनाउने कोसिस गरिरहेका थिए, निकै सुन्दर स्थानमा यो फ्री किक प्राप्त गरेको छ। अब र शुक्रबार चम्लिङ राई पनि हेर्दै हुनुहुन्छ, छेत्री दिपक पनि हेर्दै हुनुहुन्छ। अन्तिम समयसम्म हेरेर साथ दिनुहोला सम्पूर्ण दर्शक दीर्घहरू। यो प्रहारको लागि रहनेछन् मनिषा राई, जर्सी नम्बर 11 मा उपस्थित रहेका छन् मनिषा राई। चान्स पर्न सक्छ मनिषाको लागि। मनिषाको लङ रेन्जर, ओ गोल रक चेक युना जिमी। यो चान्स पर्न सक्छ, त्यहाँ अफ साइड पोजिसनमा रहेका थिए खङडु शेर्पा, अफ साइड पोजिसनमा रहेका थिए। त्यहाँ त अफ साइड फ्ल्याग रेज बनिसकेको थियो। र दुवै टोलीबाट उत्कृष्ट खेल पस्किरहेका छन्। सुरुवाती समयबाट हामी देखिरहेका छौँ, यो प्रत्यक्ष रूपमा हामी निहालिरहेका छौँ, तपाईँलाई प्रत्यक्ष प्रसारणमा पनि जोडिरहेका छौँ। हो यो चान्स बन्न सक्छ त्यहाँ खुङडु, हो अझै पनि चान्स, हो गोल रक चेकलाई त्यहाँ टच गरेका छन्। हो पुरुषतर्फको फाइनल खेल सञ्चालन गर्नका लागि कोडमा चुना लगाउनु पर्ने भएको हुनाले तयारी अवस्थामा रहनु हुनका लागि म चान्स पर्न सक्छ मध्य भागमा। ओ किरण ज्योति युवा क्लब, ओ माई गॉड रन बनाउँदैछन्। मनिषा राई निकै टाइट मार गरिरहेका छन्। मनिषा खतरा दिने छैनन् मनिषाले। यो चान्स पर्न सक्छ त्यहाँ किरण ज्योतिको लागि, निकै टाइट मार गरिरहेका छन्। ह्यान्ड बल कमिटेड गरेको छ त्यहाँ। शुभकामना दुवै टिम जय फुटबल लेख्नुहुन्छ प्रकाश। प्रमेश याखा पनि हेर्दै हुनुहुन्छ, अर्पण चामलिङ राई पनि हेर्दै हुनुहुन्छ। अर्पण चामलिङ राई लेख्नुहुन्छ दाई साप्ताङमा पनि म्याच हुँदै छैन, साप्टिङमा लाइभ बनाउने तपाईँ नै होइन दाई लेख्नुहुन्छ। साप्टिङ टारमा भने इन्टरनेटको समस्या रहेको छ, हाम्रो सहकर्मीहरू सहभागिता जनाएको छ त्यस स्थानमा। र छेत्री नवीन पनि हेर्दै हुनुहुन्छ, दामी छ लेख्नुहुन्छ। दिपेश याखा पनि हेलो लेख्नुहुन्छ। अन्तिम समयसम्म हेरेर साथ दिनुहोला सम्पूर्ण दर्शक दीर्घहरू। र हामी खेलको 6औं मिनटमा आइसकेका छौँ। महिला टोलीको प्रतियोगिता धेरै मिनटको बने रहने छैन। र यस पश्चात रहने फाइनल खेल एफिएफ टोली पखाली सुनसरीका टोली वर्सेस
किरण ज्योति युवा क्लब घरेलु टोली सङ्खुवा सभाका टोली प्रतिस्पर्धा गर्नेछन् आज घरेलु टोली घरेलु मैदानमा फाइनलमा प्रवेश गर्न सफल बनेका हुन् हिजो पेनाल्टी सुट आउटमा हो त्यहाँ नवयुग युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् र सिद्धार्थ समाज सेवा क्लबलाई पराजित गर्दै एफएफ टोली फाइनल प्रवेश गरेका हुन् निक्सल बल तामाङ अझै प्रतियोगिता रहेको छ फाइनल खेल पुरुषतर्फको फाइनल खेल रहेको छ अझै बाँकी नै छ र प्रणेश राई लेख्नुहुन्छ अडियो भिडियो क्वालिटी गजब छ सर हजुर लेख्नुहुन्छ अझै पनि हामी एचडी क्वालिटीमा त्यो प्रत्यक्ष प्रसारण गरिरहेका छैनौँ इन्टरनेटको समस्याले गर्दाखेरि हामीले फुल एचडी क्वालिटीमा यो प्रत्यक्ष प्रसारण गर्न सकिरहेका छैनौँ त्यस कारणले र किरण ज्योति युवा क्लबले तेस्रो सूर्यबहादुर सुम्याङ स्मृति कप 2082 को निकै भव्य रूपमा सञ्चालन गरेको छ आयोजक टोलीले निकै व्यवस्थित ढङ्गले प्रतियोगिता सञ्चालन गरेको हो किरण ज्योति युवा क्लबले थ्रोइनमा रहनेछन् अब किरण ज्योति युवा क्लब आयोजक टोली घरेलु टोली महिलाको टोली लिएर पनि उपस्थित रहेको छ किरण ज्योति युवा क्लबबाट र पुरुषतर्फ पनि घरेलु टोली नै रहेको छ कलेक्सन टिम भने रहेको छैन किरण ज्योतिबाट 11 को दामी छ लेख्नुहुन्छ शुक्र राज पक्कै पनि मनिषा राई उत्कृष्ट खेल पस्किरहेका छन् सुम्निमा फुटबल क्लबबाट चैनपुर त्यति राम्रो टचहरू हामी देखिरहेका छैनौँ मनिषा अब स्विच गर्न चाहन्थे यो क्लियरेन्स गरिदिएका छन् मध्यभागबाट अब बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका थिए ओहो मनिषा खोङदु ओ यो चान्स पर्न सक्छ त्यहाँ दुवै टोलीबाट हामी देखिरहेका छौँ स्कोर भने बनेको छैन दुवै टोलीबाट स्कोर भने निकाल्न सकिरहेको छैन ओहो मध्यभागबाट बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका छन् र चैनपुर नगरपालिका 10 खराङ खाल्टेबाट यो प्रत्यक्ष प्रसारण देखाइरहेका छौँ हामी हो यो चान्स बन्न सक्छ त्यहाँ खोङडुको लागि खोङडु ओ खोङडु स्कोर निकालेका छन् खोङडुले सुम्निमा फुटबल क्लब यो रिप्लेमा हेर्न सक्नुहुनेछ खोङडुबाट स्कोर तपाईलाई हामी त्यो स्कोरलाई यो रिप्लेमा पनि देखाइदिन्छौँ इन्टरनेट केही स्लो बनेको छ त्यसकारणले केही समस्या आइरहेको छ प्रत्यक्ष प्रसारण गर्नको लागि खोङडुको गोल जर्सी नम्बर 10 मा उपस्थित रहेका थिए खोङडु शेर्पा स्कोर गरिदिएका छन् खोङडु शेर्पाले थ्रोइनको लागि मनिषा राई क्लियरेन्स गरिदिएका छन् किरण ज्योति युवा क्लबबाट मध्यभागमा अब चान्स बन्न सक्छ काउन्टरको लागि स्पेस बन्न सक्छ अवसर खोजिरहेकी छिन् तर त्यहाँ कुनै पनि अवसर दिन चाहेनन् सुम्निमा फुटबल क्लबबाट अब अट्याकमा रहनेछ सुम्निमा फुटबल क्लब ओ हो हो स्वयंसेवक मित्रहरूलाई यो स्टेज नजिक सम्पर्क राखिदिनका लागि म अनुरोध गर्दछु स्वयंसेवक भाइहरूलाई ह्यान्ड बल कमिटेड गरेको छ अब।
त्यहाँ गोल रक्षकले लाइभ दाई लेख्नुहुन्छ इन्द्र अधिकारी युट्युबमा छ कि नै लेख्नुहुन्छ इन्टरनेटको कारणले गर्दाखेरि हामी फेसबुकमा त त्यति राम्रो ढङ्गले प्रत्यक्ष प्रसारण गर्न सकिरहेका छैन युट्युबमा भने रहेको छैन फेसबुकमा पनि मुस्किलले चलिरहेको छ निकै स्लो रहेको छ इन्टरनेट हो यो सट्राई तर ब्लक गरिदिएका छन् खुङडुको सट्राईलाई भने चान्स बन्न सक्छ ओहो निकै रोमाञ्चक बनिरहेको छ मनिषा राई निकै टाइट मार्क गरिरहेका छन् अब मिड लाइनबाट मनिषा ब्याकलाइनबाट त्यो बललाई क्लियरेन्स गरिदिएका छन् अब ओ निकै रोमाञ्चक बनिरहेको छ यो प्रतियोगिता यो चान्स बन्न सक्छ त्यहाँ सुम्निमा फुटबल क्लबको लागि अवसर खोजिरहेको छ दुवै टोलीबाट तर त्यति राम्रो तालमेल त मिलिरहेको छैन त्यति सशक्त ढङ्गले त्यो सट्राईहरू गर्नु सकिरहेको छैन दुवै टोलीबाट हो अब बलमा रहनेछन् सुम्निमा फुटबल क्लब चैनपुर 9 गोर्लेका टोली र महिला टोलीको प्रतियोगिता निकै रोमाञ्चक बनिरहेको छ र यस पश्चात रहने पुरुषतर्फको फाइनल खेल एफिएफ फकाली भर्सेस एफिएफ फकाली सुनसरीका टोली भर्सेस किरण ज्योति युवा क्लब घरेलु टोली प्रतिस्पर्धा गर्दैछन् अन्तिम समय हेर्नु होला तपाईँहरू र हाम्रो अर्को प्रत्यक्ष प्रसारणमा पनि जोडिनु होला सम्पूर्ण दर्शक दीर्घहरू यो चान्स बन्न सक्छ त्यहाँ निकै टाइट मार्क गरिरहेका छन् ओहो त्यहाँ खुङडु सुम्निमा फुटबल क्लबबाट खुङडु सट्राईको लागि खुङडु अझै पनि बक्समा खतरा बन्न सक्छ खुङडु ओहो साथी खोजिरहेका छन् खुङडु त्यो चान्स बन्न सक्छ खुङडु अझै पनि बलमा खुङडु त रहेका थिए तर खुङडुलाई निकै टाइट मार्क गरिदिएका छन् केही समस्यामा देखिन्छ त्यहाँ खेलाडी सायद त्यहाँ केही समस्यामा देखिन्छन् र खेलको 14 मिनेटमा आइसकेका छौँ र पहिला हाफको करिब अन्तिम समयमा आइसकेका छौँ केही समस्यामा देखिन्छन् त्यहाँ खेलाडी हो मेडिकल टोलीलाई कल गरेको छ यो खेल मैदानमा र तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ मेडिकल टोली अब प्रवेश गरिसकेको छ यो खेल मैदानभित्र र यस प्रतियोगिता सञ्चालन गर्नको लागि विभिन्न स्तरबाट आर्थिक भौतिक सामाजिक विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण दाता संस्थाहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ sportingnepal.com बाट पनि र सङ्खुवासभा जिल्लाको सायद 2वटा मात्रै 11 साइडको खेल मैदान रहेको छ पाङमा र खराङ खाल्टेमा सायद 2वटा मात्रै हुनपर्छ व्यवस्थित ग्राउन्डहरू र आउने दिनमा किरण ज्योति युवा क्लबले पनि साइडमा प्याराफिट निर्माण गर्नेछन् र साइडमा प्याराफिट निर्माण गरेमा निकै सुन्दर रहन सक्छ खेल मैदान निकै सुन्दर बन्नेछ पाङमाको खेल मैदान निकै सुन्दर बनाएको छ त्यो प्याराफिटले गर्दा पनि निकै आकर्षक देखिन्छ त्यो ग्राउन्ड खेल सुचारू बनिसकेको छ त्यहाँ गोल रक्षक युना जिमी त्यो बललाई कन्ट्रोलमा लिइसकेका छन् युना जिमीबाट ओहो
त्यहाँ खुङडु शेर्पा हेडर इन्टरसेप्सन गरिदिएका थिए खुङडुले। ओ यो चान्स बन्न सक्छ खुङडु अझै बलमा यो राइट ह्यान्ड साइडबाट खुङडु यो प्रहार गर्ने कोसिस गरिरहेका थिए खुङडु। युना जिमी क्विक प्ले गरिदिएका छन् युना जिमीले। निकै रोमाञ्चक बनिरहेको छ यो प्रतियोगिता, निकै इन्ट्रेस्टिङ म्याच चलिरहेको छ। ओ सङ्गीता पाण्डे कल गरिरहेका थिए सङ्गीता पाण्डेले। हो त्यहाँ खुङडुको यो सट राइट बललाई क्याच अप लिइसकेका छन् युना जिमीले। युना जिमी युना जिमीको त्यो प्रहार त्यति सशक्त रहेको छैन, हामी देखिरहेका छौँ। सङ्गीता पाण्डे मध्यभागबाट सङ्गीता पाण्डेलाई निकै टाइट मार गरिरहेका छन्। सङ्गीता पाण्डे त्यो बललाई भेटाउने कोसिस गरिरहेका छन्। सङ्गीता पाण्डे गोल रक्षक त्यति ब्याकलाइनबाट बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका छन् सुम्निमा फुटबल क्लब। अवसर बन्न सक्छ, निकै टाइट मार गरिरहेका छन् सुम्निमा फुटबल क्लब। अब रन बनाउने कोसिसमा त्यहाँ खुङडु शेर्पा तर निकै टाइट मार गरिदिएका छन् खुङडु शेर्पालाई। त्यहाँ दुई खेलाडीले मार्क गरेका थिए। ब्याकलाइनबाट प्रहार गर्नेछन् अब मनिषा राई। जर्सी नम्बर 11 मा उपस्थित रहेकी छिन् मनिषा राई। अवसर खोजिरहेका छन् दुवै टोलीबाट। त्यहाँ सुस्मिता राई कप्तान पनि हुन् सुस्मिता। मध्यभागबाट बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका छन् त्यहाँ अनुषा निकै टाइट मार गरिरहेका छन्। यो चान्स बन्न सक्छ, त्यहाँ बक्समा खतरा बन्न सक्छ। अनुषा राई अझै पनि बलमा अनुषा साथी खोजिरहेका थिए त्यहाँ कप्तानको लागि सुस्मिता राईलाई तर कुनै पनि मौका दिन चाहेनन् त्यो एटेम्पको लागि। 1-2-1 पासेसहरू हामी देखिरहेका छौँ सुम्निमाबाट। त्यो कम्बिनेसन क्रिएट गरिरहेका छन्, यो तालमेल मिलिरहेको छ सुम्निमाको भने। अब तर त्यहाँ एटेम्पहरूको कमी रहेको छ, त्यो सट्राईहरू देखिरहेका छैनौँ दुवै टोलीबाट। दुवै टोलीलाई स्कोरको लागि स्कोरलाई थप्ने भने स्कोरलाई इक्वलाइजिङ गोल गर्ने भने किरण ज्योति युवा क्लबको लागि सट्राईको आवश्यकता रहेको छ। बल पोजिसनको पनि आवश्यकता त रहेको छ। कम्बिनेसन त्यति धेरै मिलिरहेको छैन, तालमेलहरू मिलिरहेको छैन। मनिषाकै लङ रेन्जर त्यहाँ युना जिमी सहजै क्याचअपमा लिइसकेका छन् युना जिमी। र यस पश्चात झाँक्री टोलीको पनि प्रदर्शन रहनेछ। विभिन्न झाँकी प्रदर्शनहरू पनि रहनेछ यो फाइनल खेलमा पनि। तपाईँले हेरेर साथ दिनुहोला सम्पूर्ण दर्शक दीर्घहरू। तपाईँलाई हामी हेरेर देखाउनेछौँ र यो विसेल सँगसँगै यो फैलावको खेल समाप्त भएको छ र 1-0 गोलको स्थितिमा सुम्निमा फुटबल क्लबले लिड लिइसकेको छ। अब उपस्थित खेलप्रेमी महानुभावहरू, हामी यो मध्यान्तरमा केही यो किरण ज्योति युवा क्लब र तपाईँलाई अब हामी दर्शक दीर्घहरू पनि देखाउनेछौँ। खेल मैदानमा दर्शक दीर्घहरू खेलको मजा लिइराखेका छन्। तपाईँलाई हामी स्क्रिनमा अब दर्शक दीर्घमा यो क्यामेरालाई घुमाउनेछौँ, दर्शक दीर्घहरूलाई यो क्यामेरामा कैद गर्नेछौँ। सम्पूर्ण दर्शकहरू अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। खेलकुद कार्यक्रममा पुरस्कार प्रायोजन गर्नुहुने विभिन्न किसिमका
उहाँलाई पनि म विशेष र दोस्रो हाफको खेल सुचारू बनिसकेको छ र किरण ज्योति युवा क्लबको लागि खेलमा इक्वलाइजिङ गोल गर्नको लागि काउन्टर एट्याकहरू त्यो सर्ट ट्राईको कोसिसहरू गर्नुपर्ने हुन्छ यो खेल मैदान निकै ठुलो रहेको छ स्पेस त बन्न सक्छ ओहो हो त्यहाँ खुङडु शेर्पा अवसर खोजिरहेका थिए खुङडु तर त्यति राम्रो सर्ट ट्राई भने रहेन खुङडुबाट हामी देखिरहेका छौँ दुवै टोली सुरुवाती समयबाटै उत्कृष्ट खेल त पस्किरहेका छन् महिला टोलीहरू एसवाइसी जितको शुभकामना ल लेख्नुहुन्छ रत्न चङ राई पनि हेरिदिनुहुन्छ र सानु राई पनि हेरिदिनुहुन्छ अरे मेरो दाजु लेख्नुहुन्छ अन्तिम समयसम्म हेरेर साथ दिनुहोला सम्पूर्ण दर्शक दीर्घहरू स्वर्गीय आजीवन सदस्य खड्गबहादुर भण्डारीको स्मृतिमा उहाँले स्वर्गीय आफ्ना यता खुङडु निकै टाइट मार्क गरिरहेका छन् खुङडु यो बललाई कन्ट्रोलमा राख्ने कोसिस गरिरहेका छन् खुङडु यो रन बनाउँदै खुङडु यो कटब्याकको कोसिस खुङडुको तर खुङडुलाई कुनै पनि अवसर दिने छैनन् उहाँले 15,000 उपलब्ध गराउनु भएको छ निकै टाइट मार्क गरिरहेका छन् खुङडुलाई हात्तीसुडे हाल मलेसियाबाट 15,000 उपलब्ध गराउनु भएको छ फडिन्द्र कटवाल चैनपुर 10 को पनि हाल मलेसियाबाट रु 5,000 उपलब्ध गराउनु भएको छ ओहो यहाँ चान्स बन्न सक्छ अवसर खोजिरहेका छन् खुङडु ओभरअल खुङडुले आज धेरै बलहरू देखिरहेका छौँ भेटाइरहेको छ खुङडुबाट र गोलकर्ता पनि बनिसकेका हुन् खुङडु मनिषा निकै टाइट मार्क गर्नेछन् मनिषा विशाल श्रेष्ठले नगद रु 5,555 उपलब्ध गराउनु भएको छ ओ त्यहाँ चान्स बन्न सक्छ अब किरण ज्योति 10 मागमा हाल दुवैबाट ब्याकलाइनबाट बललाई बिलप गर्ने कोसिस गरिरहेको छ क्लबका आजीवन 1-2-1 पासहरू हामी देखिरहेका छौँ मनिषा कुनै पनि खतरा लिन चाहेनन् मनिषाले आफ्ना स्वर्गीय ओहो ससुरा इन्द्र कुमार पुर्की राईको स्मृतिमा ओहो त्यहाँ हुइसेल भने बजेको थिएन गरी माथिबाट ढुवानी सेवाका प्रोप्राइटर चनपुरा निवासी कमल भुजेलबाट रु 5,000 मिनु आइरन स्टोर चैनपुर संघका प्रोप्राइटर चान्स बन्न सक्छ बाट नगद रु 5,500 अम्बिका बहादुर अधिकारी चैनपुर 10 लेवारिङबाट 5,055 मनिषा र इन्टरनेटले त हामीलाई त्यसै पनि धोका दिइरहेको छ सुरुवाती दिनबाट त्यति राम्रो इन्टरनेट चलेको छैन सुरुवाती दिनबाट इन्टरनेटले हामीलाई साथ दिएको छैन हामी देखिरहेका छौँ र यो प्रत्यक्ष प्रसारण गर्नको लागि धेरै हाई स्पिड इन्टरनेट चाहिने गर्छ त्यस कारणले इन्टरनेट भने कम्तीमा पनि 500 MBPS चाहिन्छ यो फुल एचडी क्वालिटीमा गर्नको लागि र खुङडु शेर्पा यो ब्याकलाइनबाट बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका छन् हामी देखिरहेका छौँ सुरुवाती समयबाट बल पोजिसन त धेरै मात्रामा राखेको छ सुम्निमा फुटबल क्लबले यो ब्याकलाइनमा अब सुम्निमा फुटबल क्लब बललाई बिल्डअप गर्ने कोसिस गरिरहेका छन् हो यो चान्स बन्न सक्छ सङ्गीता पाण्डे सङ्गीता रन बनाउँदैछन् सङ्गीता पाण्डे तर त्यहाँ बल लुज गर्न पुगे सङ्गीता पाण्डेले र अब अट्याकमा अझै पनि सुम्निमा फुटबल क्लब अवसर बन्न सक्छ सुम्निमा फुटबल क्लबको लागि रन बनाउने कोसिस गरिरहेका थिए सुम्निमा खुङडु यो थ्रोइन रहनेछ अब किरण ज्योति युवा क्लबबाट यो थ्रोइनको लागि रजिना पाण्डेको त्यो थ्रोइन थ्रोइनमा मनिषाको लङ रेजर थ्रोइन त्यहाँ अवसर बन्न सक्छ यो चान्स बल अनुसा राई अनुसा युना जिमी कुनै पनि खतरा लिन चाहेनन् यो रिप्लेमा पनि तपाईँलाई हामी देखाउँछौँ रिप्लेमा पनि हेर्न सक्नुहुनेछ युना जिमीले उत्कृष्ट सेभ गरिदिएका थिए त्यहाँ युना जिमीबाट मनिषा यो थ्रोइनको लागि मनिषाको यो लङ रेन्जर थ्रोइन चान्स बन्न सक्छ त्यहाँ खुङडु शेर्पा खुङडुको यो क्रस खुङडुको क्रस भने त्यति राम्रो बन्न सकेन
त्यति राम्रो क्रस भने रहेन खुङडुबाट। खराङ बसपास नगद रु 1505 बुद्धिमान लिम्बू चैनपुर नगरपालिका वडा मनिषा राई ब्याक टु ब्याक ट्रेन प्राप्त गरिरहेको छ सुम्निमा फुटबल क्लबबाट। मनिषाले प्रहार गरिरहेको छ सुरुवाती समयबाट। कटुवाल नगद रु 2500 झलनाथ कटुवाल चैनपुर 10 को पनि ओहो। नगद रु 2031 चैनपुर नगरपालिका वडा नम्बर 11 को कार्यालयले प्रत्येक वर्ष हामीलाई केही न केही सहयोग गरिरहेको छ। यस वर्ष पनि नगद रु 10,000 उपलब्ध गराउनु भएको छ। योगेन्द्र भण्डारी चैनपुर 10 मजुवा हाल दुबई उहाँले आफ्नी स्वर्गीय आमा रेणुका भण्डारीको स्मृतिमा 3,505 मानसिंह चामलिङ राई चैनपुर 4 बतासे नगद रु 5,000 ट्रेनको लागि किरण ज्योति युवा क्लब। हमारे हाल जापान नगद रु 3,555 प्रेम सञ्जल लिम्बू चैनपुर 1 नुन्डाकी नगद रु 5,000 विकास नागी चैनपुर 10 तोरीबारी नगद रु थ्रोइनको लागि मनिषा राई अझै पनि बलमा छिन् मनिषाको यो थ्रोइन तर त्यहाँ हेरेर इन्टरसेप्सन गरिदिएका छन्। अब ब्याकलाइनबाट बललाई बिलप गर्ने कोसिस गरिरहेका छन् मनिषा निकै टाइट मार्क गरिरहेका छन् मनिषा। ओहो त्यहाँनिर कम्बिनेसन क्रिएट गर्न त खोजिरहेका छन् सङ्गीता पाण्डे। अब सङ्गीता पाण्डेको त्यो पास पनि त्यति राम्रो बन्न सकेन। भुवन भण्डारी चैनपुर 10 खराङ 2500 अनिता तामाङ प्लस कमल तामाङ उहाँहरूको स्थायी ठेगाना 13 थुम खेदाब 3 हाल यही चैनपुर नगरपालिका वडा नम्बर थ्रोइनको लागि मनिषा बस्ने उहाँले व्यक्तिगत रूपमा मनिषा राईको थ्रोइन खुङडुको लागि खुङडु यो चान्स बन्न सक्छ। खुङडुको यो क्रस तर त्यति राम्रो क्रस भने बन्न सकेन खुङडुबाट। उहाँले रु 5,000 सन्तोष राई कार्य समिति सदस्य उहाँले नगद 2,000 प्रेम कुमार राई उहाँ रेफ्रीमा हुनुहुन्छ। र फाइनल खेल केही समयमै सुचारू रहनेछ। किरण ज्योति युवा क्लब घरेलु टोली भर्सेस एपिएफ टोली पकाली। एपिएफ पकाली सुनचुवारीका टोली प्रतिस्पर्धा गर्दैछ। यो चान्स बन्न सक्छ त्यहाँ खुङडुको यो प्रहार खुङडु ओ अर्को स्कोर निकाल्न सफल बनेका छन् अनुसार राई। रिप्लेमा हेर्नु होला त्यो रिबाउन्डेड बललाई गोलमा परिणत गरिदिएका छन्। वडा नम्बर 11 सालडाँडा नगद रु 2,000 उहाँले हरेक वर्ष हामीलाई सहयोग गरिरहनु भएको छ र उहाँले उहाँकी श्रीमती तीर्थकुमारी खत्री दाहालको शुभ जन्मोत्सवको अवसरमा हामीलाई यो सहयोग प्रदान गर्नुभएकोमा आयोजक किरण ज्योति युवा क्लब र अब 2-0 गोलको स्थितिमा किरण ज्योति युवा क्लबको लागि दबाब पर्न सक्छ। केही समस्या बन्न सक्छ खेलमा फर्कनको लागि। त्यति धेरै अट्याकहरू पनि हामी देखिरहेका छैनौँ। एट्याकिङ भने रहेको छैन किरण ज्योतिबाट। म सचिवको तर्फबाट र ओहो निकै गम्सा गम्सी चलिरहेको छ त्यहाँ सचिव पुष्प पाण्डे सङ्गीता पाण्डे। 55 त्यसैगरी चैनपुर नगरपालिका वडा नम्बर 10 निवासी हाल कुवेत निवासी निर्मल तामाङबाट रु 5,000 सरोज कार्की चैनपुर 10 देउराली 3,000 यो चान्स बन्न सक्छ यो लङ रेन्जर त्यहाँ। खराङ बजार चैनपुर 10 उहाँको स्थायी ठेगाना चैनपुर 8 ओ अझ पनि अवसर बन्न सक्छ कप्तान सुस्मिता राई। सुस्मिता त्यो सट ट्राई त गरेका थिए तर युना जिमीले त्यो बललाई सोझै नियन्त्रणमा लिइसकेको छ। अब किङबाट रु 1,000 दुर्गा देवी राया चैनपुर 10 हामी देखिरहेका छौँ सुम्निमा फुटबल क्लबबाट अब त अट्याकिङहरू रहिरहेको छ बनिरहेको छ। पहिला हाफमा त्यति धेरै अट्याकिङहरू रहेको थिएन सुम्निमा फुटबल क्लबबाट पनि र दोस्रो हाफमा पनि अब अट्याकिङमा आइसकेको छ सुम्निमा फुटबल क्लब। लभली थ्रु बल त्यहाँ सुस्मिताको लागि कप्तान सुस्मिता राई। कप्तानको त्यो क्रस अनुसारको लागि थियो। अझै पनि अवसर बन्न सक्छ निकै टाइट पार गरिरहेका छन् सुम्निमा फुटबल क्लब। ओ सङ्गीता पाण्डे अब किरण ज्योति युवा क्लब त्यो 1-2-1 पासहरू हामी देखिरहेका छौँ र पुरुषतर्फको विजेता टोलीले प्राप्त गर्नेछन् नगद रु 1,11,111 रुपियाँ साथसाथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र उपविजेता टोली पुरुषतर्फको उपविजेता टोलीले प्राप्त गर्नेछन् नगद रु 66,666 रुपियाँ साथसाथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। जो उहाँहरू यहाँ हुनुहुन्न देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावप्रति किरण ज्योति र विभिन्न विधागत पुरस्कार पनि समावेश गरेको छ यस प्रतियोगितामा। म्यान अफ द म्याच लगायत
विभिन्न विधागत पुरस्कारहरू पनि समावेश गरेको छ प्रत्येक खेल पश्चात रहेको छ। थ्रोइनको लागि मनिषा राई, मध्यभागबाट साथी खोजिरहेका छन्। लङ रेन्जर त्यहाँ थ्रु बल, ओहो खुङडुको लागि खुङडु शेर्पा, अनुसा सुस्मिताको लागि सुस्मिता, त्यो बललाई कन्ट्रोलमा लिइसकेका छन् सुस्मिताले, तर त्यो टच लाइन पार गरेको छ। कार्यक्रमका प्रमुख अतिथि हाम्रो यो कार्यक्रम स्थल नजिकै आइपुग्न लाग्नु भएको खबर हामीलाई प्राप्त भएको छ। त्यसपश्चात हामी कार्यक्रमलाई औपचारिकतातर्फ जोडेर विभिन्न प्रकारका कार्यक्रमहरू अगाडि तपाईँलाई हामी झाँकी प्रदर्शनहरू सम्पूर्ण प्रदर्शनहरू पनि हामी तपाईँलाई देखाउनेछौँ। अन्तिम समयसम्म रहनुहोला सम्पूर्ण दर्शक दीर्घहरू, अन्तिम समयसम्म हेरेर खेलको मजा लिनुहोला र हामी यो महिला टोलीको खेल सकिए पश्चात हामी प्रत्यक्ष प्रसारणलाई कट गरेर पुरुषतर्फको लागि फाइनल खेलको लागि प्रत्यक्ष प्रसारणको तयारी गर्नेछौँ। अन्तिम समयसम्म हेर्नुहोस्, खेलको मजा लिनुहोस्। निकै रोमाञ्चक म्याच चलिरहेको छ, निकै इन्ट्रेस्टिङ म्याच चलिरहेको छ। राय प्रहारको लागि मनिषा राई, कोर्नर किकको लागि मनिषा राई, मनिषाको यो क्रस, ओ यो चान्स बन्छ सुस्मिता, त्यो चान्सलाई गुमाएको छ सुस्मिताले। कप्तानी भूमिका निर्वाह गरिरहेकै छिन् सुस्मिता आज। मध्यान्तर पछाडिको समय सकिन लागेको हुनाले यस पछाडि हुने भाले गेमको लागि खेलाडी मित्रहरूलाई कोण नजिकै आएर बस्नका लागि हामी सादर अनुरोध गर्दछौँ। र विभिन्न जात जातिहरूको झाँकी प्रदर्शन पनि आउँदैछन् यो खेल मैदानमा। सायद च्याब्रुङको साथमा आज आउनेछन्। निकै रोमाञ्चक बन्नेछ आजको यो अन्तिम फाइनल खेलमा। विभिन्न झाँकी प्रदर्शनहरू पनि तपाईँले प्रत्यक्ष प्रसारणबाट निहाल्न सक्नुहुनेछ। गोलरक्षक युना जिमी, त्यो बललाई क्याच फालिसकेका छन् युना जिमीले। र सोफिया घिमिरे पनि हेर्नुहुन्छ, विक्रम राई लेख्नुहुन्छ, सुलुलु लेख्नुहुन्छ, 10 को सेट चाहिँ दामी छ लेख्नुहुन्छ। रत्न ज्वाङ राई पनि हेर्दै हुनुहुन्छ, अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। र ललिजन राणा मगर लेख्नुहुन्छ, बिग फ्यान सनम सर लेख्नुहुन्छ, अन्तिम समयसम्म जोडिनुहोस्। सम्पूर्ण दर्शक दीर्घहरू अन्तिम समयसम्म हेरेर खेलको मजा लिनुहोस्। महिला टोलीको निकै रोमाञ्चक म्याच चलिरहेको छ। खेल्नका लागि तयारी दुईवटै टिमहरूलाई स्टेडियम नजिकै बस्नु हुनका लागि म खेल मैदानको नजिकै आएर बस्नु। गाँठीमा समस्या भएको कारणले हो, त्यति राम्रो तरिकाले कमेन्ट्री बक्समा जुट्न सकिरहेका छैनौँ। त्यस कारणले पनि हो, तपाईँहरूलाई प्रत्यक्ष प्रसारण हेर्नको लागि त्यति मजा आएको छैन होला। तर तपाईँले माया गरिदिनुहोस् यो प्रत्यक्ष प्रसारणलाई। खुङडु तर त्यहाँ अफसाइड पोजिसनमा रहेका थिए। फ्रेम जिमीबाट त्यो अफसाइड त्यो फ्ल्याग रेज भएको थियो त्यहाँ। र यो खेल मैदान निकै सुन्दर स्थानमा रहेको छ। हामी देख्न सक्छौँ यो खेल मैदानबाट वरिपरि जङ्गल। वाउ, यो भ्यूहरू पनि हेर्न सक्नुहुनेछ यो ग्राउन्डबाट। र अहिले हरियालीले भरि भराउ रहेको छ, हामी देखिरहेका छौँ। खेल मैदान आसपासमा यो टाँकीको रुखहरू हरियो रहेको छ, निकै सुन्दर देखिरहेको छ, निकै आकर्षक देखिरहेको छ। र यो खेल मैदानमा अब प्याराफिट बन्ने छ चाँडै नै। किरण ज्योति युवा क्लबले ध्यान दिन पर्छ यो कुराहरूमा। र प्याराफिट बनाएमा यो खेल मैदान अझै व्यवस्थित रहनेछ। ओहो, सङ्गीता पाण्डे
त्यो रन बनाउने कोसिस गरिरहेका थिए त्यहाँ सङ्गीता पाण्डे। सङ्गीता पाण्डेबाट त्यो थ्रो इन। किरण ज्योति युवा क्लब अब सङ्गीताको लागि खेल्न चाहन्थे तर मनिषा कुनै पनि खतरा लिन चाहेनन्। मनिषाको थ्रो इन। हो र तपाईँहरूमा अडियो भिडियो पनि कस्तो आइरहेको छ त्यो पनि कमेन्ट बक्समा हामीलाई जानकारी दिनुहोस्। र सफिया घिमिरे पनि हामीलाई हेरेर साथ दिँदै हुनुहुन्छ। अन्तिम समयसम्म जोडिनुहोस्, खेलको मजा लिनुहोस्। बाट त्यति धेरै तालमेलहरू त मिलेको छैन। उपस्थित खेलप्रेमी महानुभावहरू, हाम्रो आमन्त्रित महिला फुटबल खेल समापन भइरहेको छ। यसै क्रममा यो खेलको अन्तिम समय पनि हुन लागिरहेको छ। त्यसैले भाले कप खेल्नका लागि ओ खुङडु त्यहाँ दुई खेलाडीलाई बिट गरेका छन्। खुङडुको लङ रेन्जर युना जिमी। हो सुस्मिता त्यो सट ट्राई गर्ने कोसिस गरिरहेका थिए। युना जिमीले उत्कृष्ट सेभ गरिदिएका छन्। रिप्लेमा हेर्न सक्नुहुनेछ युना जिमीबाट उत्कृष्ट सेभ रहेको थियो। त्यहाँ खुङडुले उत्कृष्ट प्रहार गरेका थिए। लेफ्ट फुटेड प्रहार रहेको थियो खुङडुबाट। हामी अब पञ्चे बाजाको टोलीले बाजागाजा सहित यो स्टेजमा भित्र्याउनेछौँ र यससँगै म कार्यक्रमलाई औपचारिकता पनि जोड्न लागिरहेको छु। खुङडु यो चान्स पाउन सक्छ खुङडुको लागि। ओ गोल रक्षकले त्यहाँ क्याचअपमा लिइसकेका छन् युना जिमी। ओ मनिषा त्यहाँ सङ्गीता पाण्डेलाई निकै टाइट मार गरिदिएका थिए मनिषाले। र खेलको अन्तिम समयमा आइसकेका छौँ। करिब 2 मिनट मात्रै बाँकी रहेको छ निर्धारित समय। अब सुम्निमा फुटबल क्लब त्यति सशक्त सट ट्राईहरू देखिरहेका छैनौँ दुवै टोलीबाट। ओ लङ रेन्जर त्यहाँ चान्स बन्न सक्छ खुङडुको लागि। खुङडु ओ र यो गोल अनुसार यो स्कोर निकाल्न सफल बनेका छन्। अनुसार राई त्यो रिबाउन्डेड बललाई सही सदुपयोग गरेका छन्। खुङडुको प्रहार भने सेकेन्ड बार बाधक बनेको थियो र गोलमा परिणत गरिदिएका छन्। अनुसार राईले र 3-0 गोलको स्थितिमा हामी देखिरहेका छौँ। अब अन्तिम समयमा आइसकेका छौँ। खेलको 39औं मिनेटमा आइसकेका छौँ। विशाल सँगसँगै यो खेल समाप्त भइसकेको छ। म पनि हेर्दैछु है लेख्नुहुन्छ सुदन अधिकारी दाई गेम कहाँ हो हजुर लेख्नुहुन्छ। दामी सकुरले को दिदीहरू लेख्नुहुन्छ। निक्सल बल तामाङ पनि हेर्दै हुनुहुन्छ। अन्तिम समयसम्म हेरेर साथ दिनुहोला।
र अब तपाईँहरू यहाँ अतिथिहरू आउँदै हुनुहुन्छ यो खेल मैदानमा पञ्चे बाजासँग तपाईँलाई हामी देखाउँछौँ स्क्रिनमा। युवा क्लब चैनपुर नगरपालिका 9 घोरलेले 3-0 गोल अन्तरमा विजय हासिल गरेको छ। यसैले म सुम्निमा युवा क्लबलाई हार्दिक बधाई ज्ञापन गर्दै उपविजेता बनेको किरण ज्योति युवा क्लबलाई पनि म बधाई दिन चाहन्छु। विजेता टिमले नगद रु 10,000 मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने हाम्रो